हेलो एन्ड गुड मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू फ्रेस भ्लग होइन। आज चाहिँ म द पम्प झम्स्केल जाँदैछु, जहाँ चाहिँ हाम्रो क्याली नेपालको सेसन हुँदैछ। सो आज चाहिँ मसलअपको सेसन हुँदैछ होइन, जुन चाहिँ मैले लिड गर्दैछु होइन। सो लेट्स गो। सो गाइज म चाहिँ अहिले पम्पमा पुगिसकेँ होइन, अनि हाम्रो यहाँ सिजी आइसकेको रहेछ। के सिजी के छ र आफ्नै त नि। अनि सो गाइज हाम्रो नोभेम्बर 8 मा चाहिँ होइन स्ट्याटिकको गेम हुँदैछ, जुन चाहिँ हाम्रो कुन रे है ठाउँको नाम होइन, ठाउँको नाम क्या कोटाङ हो र। कोट डाँडा रिजोर्ट ललितपुरमा हुँदैछ होइन। अनि यो गेमको अर्गनाइजर चाहिँ हाम्रो राइज नेपाल क्यालिस्थेनिक्स छ होइन। म यहाँ प्रोफाइल पनि हालिदिन्छु, तपाईँहरूले भिजिट गरेर अनि यदि तपाईँ पार्टिसिपेट गर्नुहुन्छ भने चाहिँ त्यसमा लिङ्क छ क्या एउटा, त्यो लिङ्कमा गएर रजिस्टर गर्न सक्नुहुन्छ है। गराउनु पऱ्यो म यो वार्मअपको मामलामा चाहिँ अलिक कच्चा छु होइन। सो अलिकति वार्मअप सिक्दैछु यहाँ हाम्रो प्रोबाट। हामी यहाँ कुरा छौँ, अलि चाँडो आएछ क्या हामी यता होइन। सो यता क्लोजै छ होइन जिम चाहिँ। अब एकछिनमा दाएर आउनुहुन्छ अनि जानुपर्छ भित्र। सो गाइज वी हेभ फाइनली इन्टर्ड द जिम है। जिम चाहिँ यही हो, म पनि यही भयो त आइपुग्यो। ल म नाम ठुलो है, गयो अर्को गयो त राइट। सो हाम्रो वार्मअप सेसन चाहिँ प्रज्वल दाइले गराउनु भयो है। अनि त्यसपछि मैले मसलअपको सेसन लिड गरेको थिएँ। अनफर्चुनेटली भिडियो चाहिँ लिएको छैन। सो गाइज हाम्रो सेसन सकिसकेको छ यहाँ। बाई बाई। सो सेसन सकेर फर्किँदै गर्दाखेरि चाहिँ म लबी मलभित्र पसेँ है। अनि त्यहाँ अलिकति एक्सप्लोर गरेँ। त्यसपछि यतापट्टि मैले ह्यान्डस्ट्यान्डको एटेम्प्टहरू हान्न थालेँ। यसमा वान आर्म पनि ट्राई गरेको, बट वान आर्म सकेन। अलिअलि हुन्छ कुनै टाइममा, जस हरेक एटेम्प्टमा हुँदैन भनौँ न, कुनै टाइममा झुकेर भएको जस्तै हुन्छ। अनि यता वान आर्म भयो भने चाहिँ रिल बनाउँछु भनेर सोचिरहेको थिएँ होइन। हान्छु जति हाने नि हुँदैन यार। त्यही हो, एटेम्प्ट्सहरू क्लिप्सहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। औरा फिल गर्न खोजिरहेको थिएँ, वान आर्म एटेम्प्ट गर्छु हुँदैन। कोही मान्छेहरूले चाहिँ हेरै थियो क्या, मलाई त पागलै सोच्यो होला के गर्दैछु यो उल्टो परेर भन्दै। त्यो पनि म अरूलाई मतलब नदिकन आफ्नो काममा बिजी भएर फोकस्ड भएर गर्दै थिएँ भनौँ न। हाम्रो चाहिँ मसलअपको सेसन सकिसक्यो होइन। सो अब चाहिँ म घर जाँदैछु। अनि हाम्रो बेलुका चाहिँ स्ट्याटिक सेसन हान्ने भन्ने कुरा छ है। त्यो चाहिँ जुन नक्सालमा गर्न लागेको छौँ हामी। सो त्यो सेसनमा भेटौँला। सो गाइज म चाहिँ यहाँ नक्साल पुगिसकेँ है। केटाहरू चाहिँ आएको रहेछ, म चाहिँ यहाँ अघि आएर के गरिसकेँ त्यो मलाई थाहा छ।
Deixa ela montar na minha garupa, deixa ela montar na minha garupa, deixa ela montar na minha garupa. यार हाम्रो लगमा लक्ष्मण आइसकेको छ यो बोय के त लक्ष्मण सियान बुझ्यो जिस्काइदिया लक्ष्मणले यति चाँडो आएको छ है मलाई हिजोको चाँडो आयो भने तिमीले Deixa ela montar na minha garupa. Que eu tô tipo Nina Bravanel, mandando a mídia se fuder, batendo na cara da porra, mandando a mídia se fuder, batendo na cara da porra, mandando a mídia se fuder, batendo na cara da porra. Que eu tô tipo Nina Bravanel, mandando a mídia se fuder, batendo na cara da porra, mandando a mídia se fuder, batendo na cara da porra, mandando a mídia se fuder, batendo na cara da porra. Que eu tô tipo Nina Bravanel, mandando a mídia se fuder, batendo na cara da porra. Deixa ela montar na minha garupa. Eu tô tipo cabrinha, não sou mochilinha, sou piloto de fuga. Eu tô tipo cabrinha, não sou mochilinha, sou piloto de fuga. Eu tô tipo cabrinha, não sou mochilinha, sou piloto de fuga. Deixa ela montar na minha garupa. Eu tô tipo cabrinha, não sou mochilinha, sou piloto de fuga. You're the best thing in my life. Sometimes when I look at you, I see my wife, and you turn into somebody I don't know, and you push me away, yeah. Call me in the morning, don't the ashes down, ring around the rosy, pocket full of posy. I'ma fucking go crazy for you now. Ring around the rosy, pocket full of posy. I'ma fucking go.
गाइस भिडियो चाहिँ यही थियो होपफुली तपाईहरुलाई मन पर्यो होला लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला मलाई निद्रा लागिसक्यो गुड नाइट थ्यांक्स फर वाचिङ